हेलो वाट्सअप एभ्रिवान। आज हामी खेल्दैछौँ माइन्डक्राफ्ट वान भर्सेस वान त होइन यो के हो एउटा पिङ्की बोय छ तर मान्छे चाहिँ ब्ल्याक छ। गेममा क्यारेक्टर चाहिँ पिङ्क छ, अर्को पर्पल हेयर सुकेको हड्डी र यिनीहरूसँग चाहिँ 30 मिनट्स टाइम हुन्छ रिसोर्स कलेक्ट गर्ने अनि त्यस पछाडि फाइट खेल्छन्। ल गाइस, Hello guys, this is Tarif who is editing this video. Video start गर्नुभन्दा सुरुमा thank you guys for 30 subscribers and happy new year to all of you who is watching this video. Okay, enjoy. your time starts in my countdown 3 2 1 go. Enjoy. Enjoy your time guys. कुञ्जनले मलाई च्यालेन्ज कपीले दिने यहाँ गरेको भएर कुञ्जनले हार्ने नि हो जसरी भए पनि रुखको यो फुटाउँदै शिवे ब्याङ 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 फुटो। अर्को पनि अब यहाँ केही पनि छैन त यार। फुटाएको फुटाएछ। तारिफ फुटाउन चाहिँ माहिर छ। 30 मिनट पनि चाहिँदैन मलाई त 5 मिनट भए पुग्छ मलाई कुञ्जनलाई हराउन। Oh my god, इतनी ज्यादा कॉन्फिडेंस। लेट्स सी। कति किलोमिटर बनाएको दर स्टोरेज पाइसकेँ मैले। तपाईँले यो कतिमा किन्नुभयो बिउ? 500 को हो? के को हो यो? त्यसले के भन्छ थाहा छ? इस्कुस होइन, कहाँ यो लट्टेको साग इस्कुस भन्नुहुन्छ। मलाई दिनु न 2-3 वटा मन छ हजुर बिउ। दाजु ए दाजु दिन्न। पिङ्की बोय केभमा जान खोज्दै कुखुरा खोज्दै रुख काट्दै। अनि स्क्रैप भइदिएर यार। रुख काट्नुस् पिङ्की। रुख काट्नु जस्तो मजा माइन्डक्राफ्टमा अरु केही पनि हो। तिमीलाई त रियल लाइफमा पनि आउँछ होला त। तारिफ जी यहाँ जुत्दै हुन्छ। मारो अरे बाप रे तारिफ प्लिज यार, म त स्टोनेज पनि पुगेको छैन हौ। म त खाना खोज्दै थिएँ। अहिले नपुग्यो भने त्यस्तै। र कुञ्जनको हार निकै नै नजिकै। तिमीले लुटिहाल्यौ म स्पन हुन्जेलसम्म। आमामा के साह्रो कोल हो यार, आज त म कोल माइनिङ गर्दैन जिन्दगी बित्यो। गुवार भेडा मारवा आयो। गुवार बचाऊ भेडा बचाऊ। गाई हिटै हुँदैन र मार्न। एउटा भेडा मारो। आफ्नो साथीहरूलाई किन मारेको? गुवार मर्न भेडा मारो मारुवा। हेर त म त कुद्न नि सकिन। आमामा के साह्रो थकान पनि यार। गाई मार्यो भने तिमी खेल्दैनौ है। गाई मार्यो भने चाहिँ तिमी खेल्दैनौ गेम। कपर बाई केही भेटिँदैन यार यो गेममा त। कपर अनि कोल आफू यहाँ स्टोनको पिकेक्स त बनाउन पाएको के भयो त मरे पनि उयो हुँदैन, सामान जाँदैन। के भयो त इन्भेन्ट्री अन्ने मर्ने कुरा होइन हौ। यति बनाएर म के गर्ने? अरे ह्याकर है भाइ, ह्याकर तारिफ। ओइ राम उसले ज्याकपट। प्लिज गिभ मी नाइट भिजन गाइज। त्यसले स्किल्ड पनि बनाउनु भयो। Come on, let's go, come on. ए बाप रे बाप, तारिफको 1v1 बाहुबलीको सेना नै छ अरे यहाँ त। मारो मलाई। तारिफ भाग। एउटा आइरनको लागि के गर्नुभयो? तँ पनि भेटिँदैन यार। यो यार भाग लियो। तारिफ निकै नै दुविधामा देख्दैछु म। आइरन खोज्दै तारिफले आइरन भेटेका छन् 2टा। ओ माय गॉड 3टा 4टा 10 वटा। अरे रे सरी स्केलेटन दाजु, सरी।
तारिफ सरी सरी म गएन त आइरन किङ म अब होइन अब यार कुन्दनलाई हेरौँ एकछिन के हुँदैछ कुन्दनको रमाइलो सरी 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 दाजु म भागेँ दाजु स्केलेटन माथि माथि गाइस यस्तो यस्तो हुन्छ यार मेरो अपोनेन्ट त्यही त होइन आफू चुक्न आफूले स्किल बनाइसक्यो अनि आफूले तन्केको क्या बनाउनु त ल आफूले बनाउनु त अब म कहाँबाट आएको ओके स्किलमा नऱ्याउ न त अरे रे अरे रे 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 कुञ्जनले माकुराले हानो कुञ्जन स्पाइडरम्यान बनाऊ आवाज त खतरा छैन ओइ माकुरा त चढ्छ त ढुङ्गै मलाई ढुङ्गै ६५ म त बिर्सेको यार माकुरा ढुङ्गा पनि चढ्छ होला त्यो ग्याङब्याङ हान्छ नि त यिनीहरू त है कुञ्जनलाई ल यस्तो नगर न तीनवटा माकुरा एउटा जम्बी एउटा तिरवाला अर्जुनले खेदाइरहेका छन् पछाडिबाट अर्को जम्बी आयो भाला लिएर के लिएर आयो यही भेट्टादैन यार म त अर्को फुटुवा आयो फुटुवा कुद्छन् तर यहाँबाट बाँच्न सफल के भेट्टा डिस्क्वालिफाई गरायो ल मेरो ठाउँमा टिपी गराइदेऊ न म डोन्ट वरी ब्रो मै छु डोन्ट वरी आई एम अलरेडी इन द भिलेज आई नो नीड गौरव मसँग टिपी हानेर एकचोटि टिपी हाने गौरव छैन एकछिन हाने ओइ ओइ नाइ 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 ओ माय गॉड वाउ के गर्दै गाइज यो के बाउन गर्दैछ बाउन तारिफ पौडेल बाउन हो ए गाई मारो यसले ओइ 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 झन्डै सुँगुर खायो झन्डै पाप लाग्छ के हो झन्डै मरेको ओइ तल गयो भने त मालामाल हुन्छ त्यहाँ म त कति मिनट छ गएर भन त एकचोटि 6 अझै 20 मिनेट ए डुल्छ त्यसो एकछिन लोइले त मलाई हेपिरहेको थियो अरे यसले पुरै अपग्रेड हानेको होला चेन आर्मर मा फाका आर्मर त छैन जस केही पनि मेरो सामान उता अघि पाक्दै थियो यार मैले यो लिन्छ म यो पछि काम लाग्छ पछि होइन अहिले यो सबै एकैचोटि कसरी झिक्छ यार क्राफ्टमा गर्दाखेरि यो एक एकवटा निकाल्नलाई एक एकवटा क्लिक गर्दै बस्नु म शिफ्ट थिच न शिफ्ट क्लिक गरे ओ नाइस यस्तो नुबहरूलाई टिप्सहरू दिँदै गर्नुपर्छ होइन के हो यो टेक्नोलोजिया के हो यो माइनक्राफ्टमा के आइसक्यो यार यार अक्कर हार्डवेयर दिसले के हो यो आइरन दिसक्यो यार टेक्नोलोजिया उसले उहाँ डायमन्डको आर्मर बनाइसक्यो होला चाँद देखाएको छ केही छैन केही छैन मसँग चाहिँ तिम्रो त भरोसा गर्दिन यार सर्पो हो तिमी सर्पो आइरन लेट्स गो तारिफ कुन गुफामा छ म गुफामै छुइनँ म पहाडमा आइरन खोज्दै भेटे मैले तिमीलाई भेटे बिएटी तेरी बिएटी यसै गरी तपाईँहरूको आधी समय पनि समाप्त भइसकेको छ जाँदिन म त ओहो मामा ओ मेरो कुरा मामा मरे मामा भान्जालाई लु मिलेर मलाई ठोकिदिनु म फेरि आउँछु म इन्फाइनाइट छ तिमीहरू पो एकचोटि मरे बाँच्दैन त म त टन्नै छ नि आइज त के भन्दा पहाडमा धेरै आइरन हुँदो रहेछ यार कुञ्जनले खतरा माई फर्स्ट मोन्स्टर कुञ्जन ब्याटल
With no battle for now, शान्ति only. Nice. अर्को हेर्न केही छैन मसित भनेको जामा तारिफलाई हुन रे घोषित गरिदिए हुन्छ यार ओहो यस्तो दामी ठाउँमा स्पन भएको छौँ हामी युद्ध किन गर्ने आरामले शान्तिपूर्ण ढङ्गले बस्छौँ त वाटर स्लाइड अरे बच्चा जोम्बी भाग यो बाई बरु म एल्डरसित जुत्छु यार यो बच्चा जोम्बी मलाई नदियो प्लिज तेरो बच्चे तेरी अरे रे यो 10 पल्ट मरिसक्यो दाइ मैले मार्नु भने सुरुमै म रेडी छु क्या दोस्त म त ट्रेनिङ गर्दैछु ब्याक इन माई ओन बिजनेस अरे नो निड नाइ ओइ के हो यार म त तारिफ पौडी खेल पौडी ओइ तारिफले अब एउटा जम्बी मार भने हामीलाई हाम्रो यो भिडियो लाइक हुनुपर्छ है जम्बी हैन यो क्रिपर हो मैले जम्बी भने नि त तिमीले अब जम्बी मार्नु गौरव तारिफले यहाँ हिरा भेटिसकेको छ यसलाई मार्दिम यसलाई मार भने लाइक भिडियो लाइक के हो लाइक द भिडियो गाइस सब्स्क्राइब पनि हाल्नु पर्यो ब्रो म त सन्यासी भइसकेँ गाइज म त यहाँ दुनियाँ घुम्दैछु तिम्रो कुन्जन कहाँ छ ओइ के हो म नदी जङ्गल सब पहाड़ों के ऊपर जंगल के पार कुंडन कुन्जनलाई हेर्ने लायक छैन तारिफमै हो रमाइलो तिमीले धेरै फोटोले रिभेन्ज ल्याउ न म माथि रिभेन्ज ल्याउ न कुन्जनको रिभेन्ज फेरि आफै मर्छ ओए तारिफ त के हो खतरा लाभा माथि नजर तारिफ झर ओइ नाइ साथी लाभामा झर्छ नाइ ओइ झर्ने मरि ओइ तारिफ मर्यो यो बनाउँछु गाइज यसलाई लाभामा फ्याइदिउँ त्यसपछि यसलाई तोडौँ अनि हेरौँ पावर अफ एडिटिङ यसको 4 भयो अबे गौरव कति मिनेट लाग्छ भने त 4 मिनेट ओके 4 मिनेटमा के हुन्छ मलाई ओ तारिफ ब्याटलमा तिम्रो त हतियार पनि बलिरहेको कलर पनि लाउनु मिल्छ लाइटिङ इन्चेन्ट गरे के इन्चेन्ट अब हामीसँग धेरै समय छैन 3 मिनेटको समयमा बाँकिरहेको छ लाभा गर्ने तरिका ओए
You only have 2 minutes time left. Okay. Okay. Minutes. ओ राम के आइरनको त खानी गर्दै यहाँ त आइरनको त खानी गर्दै यहाँ कता छ त खाने डायमन्ड पनि खान्छ भित्ताभरिको डायमन्ड होइन डायमन्ड के हो त यो ओ यार के हो यार डर लागिसक्यो यार मलाई केटा नाइन 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 1 minutes left है 1 minutes left युद्ध भूमिमा आऊ अब सबैजना ओ के आयो यार वार्डन स्पोन भयो मेरोमा त ओ नाइन नाइन वार्डन ओ डायमन्ड ल केटा हो युद्ध भूमितिर हिँड है अब 5, 4, 3, 2, 1. Time सक्यो केटा टाइम सक्यो योर काउन्टडाउन स्टार्ट्स नाउ है केटा हो 3 2 1 फाइट 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 लेट्स गो इजी विन र यसै गरी हाम्रो तारिफले जितिसकेको छ च्यालेन्ज नाउ वी हेभ अ विनर दिस इज दिस बोय तारिफ पौडेल कङ्ग्रेचुलेसन्स Thank you guys so much for watching this video. Stay content will lagi. Please subscribe to our channel. Bye.